कति स्वार्थको राजनीति गर्ने हो के? अब पुग्यो भइगयो, छोडिदिनुहोस्। एक आपसमा सर्वसाधारण जनतालाई जात र धर्मको नाउँमा एक आपसमा लडाएर आफ्नो पेट पाल्ने काम नगर्नुहोस् के? अब निस्वार्थ रूपमा लाग्नु पर्यो के? कति भ्रम छर्न सक्यो। राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गयो भने हिन्दू राज्य ल्याउँछ अरे। ओहो, कति भ्रम छर्न सक्यो। म त बुझ्नै सक्दिनँ। राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गयो भने अझ विभेद ल्याउँछ अरे। कति भ्रम छर्न सक्यो क्या? राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट रूपमा लेखेको छ कि करारपत्रमा, यही बहुदलीय लोकतान्त्रिक गणतन्त्रलाई मानेर भने, यही बहुदलीय लोकतान्त्रिक गणतन्त्रलाई टेकेर सामाजिक न्याय सहित उदार अर्थनीति र सुधारिएको प्रदेश संरचना, समन्यायिक समावेशिता र सनातन सभ्यको सम्मान। सनातन भन्ने बित्तिकै के हुन्छ भने हाम्रो दिमागमा के पर्न जान्छ भने हिन्दूलाई मात्रै फोकस गरे कि भन्ने हुन्छ। सनातन भन्ने बित्तिकै पुरानो भन्ने हुन्छ नि त। तर यो सनातनको अर्थ पनि बुझ्न जरुरी छ क्या। सनातन भन्ने बित्तिकै के हो भने हिन्दू होइन, संस्कार, संस्कृति, परम्परा, मूल्य, मान्यता र जीवनशैलीलाई भन्ने जनाउँछ क्या। यिनीहरूको चाहिँ सम्मान गर्ने, संस्कार, संस्कृति, परम्परा र मूल्य, मान्यता र जीवनशैलीलाई चाहिँ सम्मान गर्दै धार्मिक सांस्कृतिक विविधताको संरक्षण। धार्मिक सांस्कृतिक विविधताको संरक्षण भन्ने बित्तिकै एउटै धर्मलाई मात्रै संरक्षण भन्ने कति मान्छेहरूको भ्रम छ क्या। धार्मिक सांस्कृतिक विविधताको संरक्षण भन्ने बित्तिकै देशभित्र रहेको सबै धर्म, जाति, भाषा र संस्कृतिको सम्मान र सुरक्षा गर्नु हो के। त्यही भएर सबै धर्म, सांस्कृतिक, भाषा र संस्कृतिको सम्मान गर्दै सन्तुलित परराष्ट्र सम्बन्ध, डायस्पोराको समर्थन र सौम्य शक्तिको विस्तार गरी सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र स्वाभिमानलाई आरक्षण राख्दै निम्न बमोजिमको प्रतिफलहरू दिने भनेर चाहिँ अगाडि बढाए। यस्तो स्पष्ट लेखेको छ भने कति अहिले पनि के अरे सर्वसाधारण जनतालाई यो धर्म हिन्दू राज्य ल्याउँछ, विभेद गर्छ भनेर चाहिँ पुरै भ्रम फैलाइरहेको छ क्या। राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा हेर्नुहोस्, पहिलो नम्बरमै के अरे दलितहरूको विषयमा लेखेको छ। जुन दलितहरूलाई जुन विभेद अहिलेसम्म पनि यो गणतन्त्र लोकतन्त्र आइसके पनि कतिपय ठाउँहरूमा विभेद भइरहेको हिसाबले चाहिँ अझ यो विभेद हटाउनको लागि कडा नीति नियम ल्याउनु पर्छ भनेर पहिलो नम्बरमा राखेको छ। अरे यार, यति कुराहरू त सर्वसाधारणलाई बुझाउन सक्नु पऱ्यो नि त यार। नत्र किन लिडर हुनु पऱ्यो? यो स्वार्थको राजनीति गर्न छोड्नु पऱ्यो क्या। अब यो स्वार्थको राजनीति धेरै भयो। अब निस्वार्थ रूपले सर्वसाधारणको जीवन कसरी उकास्ने भन्ने हिसाबले राजनीति गर्नु पऱ्यो क्या। हाम्रो होइन, हिजोको राजनीति गर्नेहरूलाई हिजोको दिनदेखि राजनीति गर्दै समाजमा सेवा गर्दै आउनेहरूलाई हामी एकदम सम्मान छ, कुनै पनि विरोध गर्दैन। किनकि तपाईँहरूले जुन आफ्नो क्षमताले सकेको जति गर्दै आउनु भएको त्यसको लागि एकदमै सम्मान छ। तर यार, यसरी गलत भ्रम फैलाएर गलत प्रचार प्रसार गरेर यसरी राजनीति त नगरौँ न हो। सर्वसाधारण पनि यसको अर्थहरू चाहिँ के हो भनेर बुझाउने त तपाईँ हामीको सबैको जिम्मेवारी होइन र भनेको। यस्तो राजनीति गर्न छोडौँ अब। त्यसैले अहिले जनताले के खोजेको छ, जनताले के चाहेको छ र समयले के माग गरिरहेको भन्ने कुराहरूलाई चाहिँ मध्यनजर गर्दै अगाडि बढ्नु नै त्यो लिडर हो कि। त्यही भएर जनताले भन्दा पहिल्यै भविष्य देख्छ भने त्यसलाई लिडर भन्छ क्या। हो, त्यो बाटोमा जाउँ न हो। यस्तो स्वार्थको राजनीति गर्न छोडौँ अब। जय घन्टी।